हेलो नमस्ते अनि गुड मर्निङ बुइनस दियास सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु सबैलाई कुशल मङ्गलको शुभकामना र आउने दिनहरूमा सबैको राम्रो होस् सबैको जय होस् अनि विनायक ब्लगमा स्वागत छ सबैजनालाई टिकटक फेसबुक अनि युट्युबमा सबैजनाले फलो गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट पनि गर्नु होला मैले यो आइडी चाहिँ विनायक ब्लग बनाउनुको अब कारण चाहिँ मैले जति जे आफ्नो लाइफमा अनुभव गरेको छु जुन नेपालदेखि युरोप आउने सपना बोकेर जुन बिचमा जति पनि आफ्नो अनुभवहरू बटुलेको छु त्यो सेयर गर्ने विचारले अरू जो नयाँ हुनुहुन्छ मभन्दा अझै नयाँ आउनेहरूको लागि अब केही सहयोग होस् भनेर मैले आफ्नो अनुभवहरू सेयर गर्ने गरिरहेको छु र राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर पनि गर्नुहोला र अहिले आज 2026 जनवरी 31 जनवरी महिना पनि आज अन्तिम दिन हो र के चाहिँ चर्चा भइरहेको छ स्पेनमा भन्ने कुरा त तपाईँहरूलाई अवगत नै छ होइन त्यो मैले जानकारी गराउनु पर्दैन जुन जनवरी 27मा अब स्पेनको इमिग्रेसन खुल्ने आप्रवासीहरूलाई चाहिँ लिगलाइज गर्ने भनेर जुन स्पेन सरकारले एउटा समाचार निकाल्यो जो अहिले एकदमै ट्रेन्डिङ भइरहेछ अब त्यसमा के भनेको छ भने थियो भने सुरुमा जो व्यक्ति 31 डिसेम्बरसम्म स्पेनमा 5 महिना पुरा हुनुभएको छ उहाँहरूले चाहिँ स्पेनमा जब इमिग्रेसन खुलेपछि पेपर एप्लाई गर्न पाउने लिगलाइज हुन पाउने अनुमति पाउने भन्ने कुरा थियो त्यो एप्लाई गर्ने टाइम चाहिँ अप्रिलबाट सुरु हुने भन्ने हल्ला थियो र जुन त्यो स्पेन सरकारबाट त्यो आएको थियो सोसल मिडियामा हरेक सबै सोसल मिडियामा त्यो प्रकाशित भएको थियो त्यो कुरा चाहिँ कन्फर्म भएको चाहिँ छैन अझै पनि होइन अब कुरा चाहिँ चलिरहेको छ संसदले चाहिँ पास गरिसकेको छ जहाँ जुन राजाले किङले चाहिँ सिग्नेचर गरेर बुलेटिनमा प्रकाशित नहुँदासम्म त्यो अझै पनि अब कन्फर्म छैन 99% चाहिँ खुल्ने भन्ने चाहिँ कुरो छ अब हाम्रा सम्पूर्ण स्पेनमा रहनुहुने नेपाली दाजुभाइहरू जो पुरानो हुनुहुन्छ 15-20 वर्षदेखि पुरानो हुनुहुन्छ अनि एनआरएनको पदाधिकारीहरू हुनुहुन्छ सबैले सोसल मिडियामा जानकारी दिनुभएको छ त्यो सबैलाई थाहा छ होइन र जे जति मैले बुझेको छु अब 27 तारिकदेखि यो कुरा चलेको अहिलेसम्म अब चल्दैछ अझै अब पेन्डिङमै छ भनौँ न अब अर्को हप्ता या फेब्रुअरी महिनाभित्र अथवा फेब्रुअरी दोस्रो हप्तासम्म अथवा पहिलो हप्तासम्म चाहिँ यो कन्फर्म हुन्छ भन्ने कुराहरू चाहिँ भइरहेको र छलफल चलिरहेको छ भन्ने सम्पूर्ण स्पेनको न्युजहरूमा र सम्पूर्ण नेपालीहरूले पनि हालिसक्नु भएको छ नेपाली दाजुभाइहरूले दिदीबहिनीहरूले होइन त्यसमा चाहिँ अब खुल्ने कुरा चाहिँ लगभग 99% स्योर भइरहेको छ होइन जो जति हामी छौँ नयाँ एप्लाई गर्न रेडी भएका साथीहरू र 5 महिना पुगेका साथीहरू र 5 महिना नपुगेका साथीहरू पनि अब जब अप्रिलसम्म 5 महिना पुगेकोले पनि पाउने भन्ने कुरा छ त्यो चाहिँ एउटा त्यही पारित भयो भने त गोल्डन चान्स भयो सबैको लागि एउटा सुवर्ण अवसर हुन्छ त्यसको लागि चाहिँ कोही पनि नछुट्नु होला होइन र जति पनि यो हामी चाहिँ अलिकति नेपालीहरू फेरि कस्तो छौँ भने हाम्रो बानी मेरो पनि सायद त्यस्तै छ होला अलिकति आशा चाहिँ धेरै गर्ने के अरू देशको मान्छेहरूले पनि भन्छ होइन विदेशीहरूले नेपालीले धेरै आशा गर्छ काम चाहिँ कम गर्छ अनि आशा धेरै गर्छ भन्ने कुरा पनि छ त्यसमा चाहिँ हाम्रो अलिकति त्यो सुधार्नुपर्छ धैर्य गर्नु होला र आफ्नो डकुमेन्टहरू जे जति छ आफ्नो डकुमेन्टहरू चाहिँ कलेक्सन गर्दै गर्नु होला जस्तै अब ट्राभल गरेको टिकटहरू भयो केही सामान किनेको आफ्नो पासपोर्ट राखेर बिलहरू भयो यो कुरा मैले सायद अब स्पेनमा हुनेहरूलाई चाहिँ सम्झाउनु पर्दैन अब मभन्दा धेरै विज्ञ हुनुहुन्छ होइन त्यही हिसाबले आफ्नो सबभन्दा मैले भन्न खोजेको कुरा के हो भने आत्तिनुभन्दा पनि आफ्नो डकुमेन्टहरू चाहिँ पुरा गरेर बस्नु होला टाइम आएपछि त एप्लाई गर्न पाइहालिन्छ होइन मेन कुरा मैले भन्न खोजेको त्यो हो होइन आफ्नो डकुमेन्टहरू चाहिँ फलो नगर्नु होला अब आफ्नो डकुमेन्टहरू सही भयो भने र सही टाइम आयो भने त हामी एप्लाई गर्न मिलिहाल्छ र अब अहिले मेन समस्या सबैको पासपोर्ट रिन्यू छ अब पुलिस रिपोर्ट ल्याउन सक्ने सम्भावना छैन जोसुकै पनि डाइरेक्ट अब नेपालबाट स्पेन आएको त छैनौँ
त्यो हिसाबले आफ्नो पुलिस रिपोर्ट मगाउन सकिन्छ भने त ठिक छ। सकिँदैन भने आफ्नो पासपोर्ट रिन्यू गर्ने काम भयो, आफ्नो डकुमेन्टहरू अब ट्राभल डकुमेन्टहरू भयो, केही सामानहरू किनेको, अब पैसा पठाएको कसैले अब यसो काम भेटेर 2-4 पैसा 2-4 हजार नेपाल पठाउनु भएछ भने, रियाबाट पठाउनु भएछ भने त्यो डकुमेन्ट पनि राख्नु होला खोजेर। मोबाइलमा छ भने प्रिन्ट गरेर राख्नु होला। सबभन्दा चाहिँ आफ्नो डकुमेन्ट राम्रो भयो भने चाहिँ अब हामीले त्यो अपर्च्युनिटी अवश्य पाउनेछौँ। त्यो हिसाबले धेरै आत्तिनुपर्ने पनि छैन, धेरै तनाव लिनुपर्ने छैन। आफ्नो डकुमेन्ट पुरा गरौँ, समय आएपछि अब त्यो एप्लाई गरौँ, काम भइहाल्छ भन्ने कुरा चाहिँ सबैजनाले अब हामीलाई पुराना मान्छेहरूले पनि इन्फर्मेसन दिनुभएको छ र हामीले आफै पनि न्युजमा जति सकिन्छ इङ्ग्लिस जति जानेको छ अनि ट्रान्सलेट गरेर भए पनि स्पेनिसलाई ट्रान्सलेट गरेर भए पनि बुझिराखेका छौँ। सायद बुझिराख्नु भएको छ होला, मैले पनि जति आफूले बुझ्न सक्छु त्यति बुझिराखेको छु र त्यही सेयर गर्दैछु मैले। त्यही हो होइन, मैले अब हिजो अस्ति नै बनाउन खोजिरहेको थिएँ, के हो के हुने हो अब कसो हुने हो थाहा छैन, हल्लाको भरमा त्यत्तिकै भिडियो बनाएर पनि मान्छेलाई भ्रम पनि किन पार्ने भनेर म चाहिँ अहिले होल्ड गरेर बसेको। र आज जनवरी 31मा एउटा यसो भिडियो बनाउँदैछु होइन, यसमा केही भुलचुक भएमा चाहिँ कमेन्ट गर्नु होला। केही अब मैले अलि गल्ती बोलेँ भने चाहिँ कमेन्ट गर्नु होला, माफ गर्नु होला होइन। मैले जे जति बुझेँ त्यही सेयर गरेको हो र त्यही हो। अब इमिग्रेसन खुल्ने कुरा चाहिँ लगभग 99% चाहिँ स्योर छ। फेब्रुअरी पहिलो हप्ता या दोस्रो हप्ताभित्र कन्फर्म हुनसक्छ भन्ने कुरा छ। अब छलफल चलिरहेको छ स्पेन सरकारमा भन्ने जानकारीहरू सोसियल मिडियाबाट पाइराखेको छ। आफ्नो डकुमेन्ट चाहिँ मेन कुरा, आफ्नो डकुमेन्टहरू चाहिँ रेडी गरेर बसौँ, आत्तिनुपर्ने चाहिँ केही छैन। अब सबैजनालाई गुड लक। यो गोल्डन अपर्च्युनिटी चाहिँ कसैले नगुमाउनु होला अनि आफ्नो गर्नुपर्ने कामहरू चाहिँ गर्नु होला। र मनमा नै के भन्छ अरे, यो न्युज आउँदा बित्तिकै हामी नेपालीको बानी के छ भने फेरि मनमा लड्डु फुटाउने, अबबाट कार्ड आउँछ, अब स्पेनको कार्ड होल्डर भइन्छ भनेर उस्तै पऱ्यो। 27 तारिक बेलुका नै 28 तारिक बेलुका नै तपाईँहरू पार्टी गर्न सुरु भयो होला होइन। त्यस्तो चाहिँ हामी अलिकति बढी एक्साइटेड हुन्छौँ होइन, हामी नेपालीहरूको बानी त्यो छ, त्यो चाहिँ नगर्नु होला। मेन कुरा चाहिँ पार्टी चाहिँ कार्ड हातमा ट्याक्क आएपछि बल्ल पार्टी गर्नु होला। अहिले चाहिँ आत्तिनुपर्ने केही छैन र धेरै एक्साइटेड पर्ने पनि केही छैन। किनभने अहिले धेरै एक्साइटेड भएर बिचमा यो न्युज यत्तिकै रह्यो भने त फेरि मन खिन्न हुन्छ, मनमा पीडा हुन्छ, फेरि तनाव हुन्छ। त्यही भएर अलिकति धैर्य गर्नु होला भन्न चाहन्छु। मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सबै सोसल मिडियामा। युट्युबमा विनायक भ्लग्स 023 स्पेस नराखिकन हान्नु भने भेट्नुहुन्छ र टिकटक फेसबुक पेजमा चाहिँ विनायक भ्लग्स छ। सबैजनाले फलो सब्सक्राइब गर्नु होला। हस्त बाई, आजको दिन शुभ रहोस्।